सिस्टम बनाएको छ होइन। अब यो एक्सप्लेन गरेको कसरी हुन्छ हाम्रो शरीरमा जति पनि इन्फेरियर छ नि यो इन्फेरियर भेना काभा र सुपेरियर भेना काभाको थ्रु राइट एट्रियममा जान्छ होइन। अब यहाँ एउटा अझै भल्भ लागेको छ, त्यो भल्भ नाम छ ट्राइकेस्पिड भल्भ। यो राइट भेन्ट्रिकलमा जान्छ होइन। अब त्यो इम्प्योर छ, प्योर हुनलाई त लङ्समा आउनु पर्यो, त्यो दुईवटा माध्यम छ होइन। राइट पल्मोनरी आर्टरी र लेफ्ट पल्मोनरी आर्टरी, यहाँबाट लङ्समा आएर अक्सिजन एड भएर इम्प्योर ब्लडमा र कार्बन डाइअक्साइड जब हामी फाल्छ नि त बाहिर गइहाल्छ। अब यो अक्सिजनेटेड भइहाल्छ। अब यो अक्सिजनेटेड ब्लड त हाम्रो हार्टमा फेरि जानु पर्यो नि, यसको माध्यम एउटा छ पल्मोनरी भेन, यसको माध्यमले लेफ्ट एट्रियममा जान्छ होइन। एउटा पनि यहाँ अझै भल्भ लागेको हुन्छ, त्यसको भल्भ नाम छ बाइस्पिड भल्भ, यो ओपन हुँदै यो लेफ्ट भेन्ट्रिकलमा जान्छ। अब त्यो प्योर ब्लड छ, प्योर ब्लड हाम्रो ब्रेन बडी पार्टमा जान्छ होइन। त्यसको लागि यहाँ एउटा भल्भ लागेको छ, यसको थ्रु एओर्टामा जान्छ र एओर्टाको थ्रु हाम्रो सम्पूर्ण बडी पार्टमा त्यो अक्सिजनेटेड ब्लड फ्लो हुन्छ। अब यो कसरी छ म बताइदिन्छु।